है। म चाहिँ क्लासबाट फर्किसकेँ, क्लासबाट जाँदैछु क्या गाडीमा है। गाडीमा चाहिँ मान्छे नै हुनु लाग्यो धेरै, हामी दुईजना छौँ कि दुईजना, म एउटा भयो क्या। अघिसम्म त थिएन कोही पनि, म एकजना मात्रै थिएँ। अहिले चाहिँ एकजना अङ्कल आउनु भएको छ क्या, चाहिँ जाँदैछौँ क्या। यहाँनिर कोही पनि छैन रहेछ क्या गाडीमा, मान्छे आएर छिटै भयो नि त, बिहान 7 बजे। कोही पनि मान्छे छैन रहेछ गाडीमा। बिहान आउँदाखेरि चाहिँ अलिक प्याक थियो क्या, धेरै नै निस्किनै नसक्ने क्या बाहिर, त्यस्तो टाइपको थियो। अस्ति दिन जानु भन्ने प्लान थियो हाम्रो कफीमा, तर कफीमा जानु भनेर गएको जान चाहिँ खासमा, तर पछि गएर चाहिँ समोसा तरकारी खाने भन्न थाल्यो क्या। अनि त्यही भएर चाहिँ हामी त्यता गयो, कफीमा चाहिँ गएन। कफीमा गएको हुन्थ्यो, फ्लडिङ गर्नु भएको थियो नि त केटीहरूलाई, त्यही हो। चाहिँ यहाँनिर यो जिम भन्दा नि त्यो एउटा फिटनेसको लागि चाहिँ राम्रो हुने ठाउँ छ क्या यहाँ। म चाहिँ यहाँ आएको छु, हेर्नुहोस् है त। यहाँ चाहिँ यस्तो छ है, यहाँनिर जुन चाहिँ दुईवटा हात यहाँ बसेर चाहिँ दुईवटा हातले गरिन्छ होइन, के भन्छ मलाई पनि थाहा छैन। अनि यहाँ सुतेर भइहाल्यो। अनि उता यस्तो छ, यता घुम्नेवाला छ क्या। म गरेर देखाउँदै फेरि फोन राख्ने ठाउँ छैन क्या, तर एक हातले गर्छु है त म। सो हेर्नु है त, एक हातले सक्छु क्या, इजी हुन्छ, खासै गाह्रो चाहिँ हुँदैन क्या। कुतिर हुन्छ कि हुँदैन, यो समीको रुख भन्ने क्या हाम्रो चाहिँ, यहाँ चाहिँ समीको रुख रहेछ है, हेर्न सक्नुहुन्छ। अस्ति नै यहाँ जुन चाहिँ जेन्जी आन्दोलन थियो नि, त्यो बेलामा चाहिँ चौकी यो जलेर हेर्न है यस्तो भएको थियो क्या। अनि सो अहिले त बनाइसक्यो, उताबाट अगाडिबाट चाहिँ कलर गरेर बबल बनाइसक्यो, यता पछाडि चाहिँ बनाएको छैन। यो चाहिँ जलेर सबै बाइकहरू क्या, हेर्नु न है पुरा जलेको छ क्या। अनि घाम लागिरहेछ। म चाहिँ यहाँ आएको, सो हेर्नै त अब म राइट ह्यान्डले है, सो अघि म लेफ्ट ह्यान्डले गरेको नि त, यस्तो छ है। सो म राखेर गर्थेँ फोन है, देख्छ कि देख्दैन यहाँबाट है, यहाँबाट देख्यो भने चाहिँ म राखेर गर्छु है। सो देख्दो रहेछ है त, भइहाल्यो। बाँकी त अब यो यिनीहरू त आउँदैन मलाई गर्नलाई, आउने भनेको यही हो। यहाँनिर चाहिँ घुम्दाखेरि चाहिँ फनफन्ती घुम्छ क्या, त्यही भएर कस्तो टिक्नै गाह्रो हुन्छ क्या। यो होइन यस्तो घुम्छ, लोत घुम्छ क्या। अनि मान्छे दुई हात लाइन भने त लड्छ क्या। यो हेर्नु है त, यो के को रुख हो भन्नु ल, मलाई पनि थाहा चाहिँ छैन के को रुख हो। यहाँ रहेछ, राम्रै खालको रुख होला होइन, नत्र भए त यहाँ नराख्नुपर्ने हो। आँप पनि रहेछ है, आँपको बोट नै हो यो है, आँपकै बोट हो। अनि अम्बा रहेछ, तपाईँहरूकोतिर चाहिँ बेलाउती भन्छ होला है, यो त पश्चिम हो क्या, पश्चिम साइड चाहिँ बेलाउती भन्छ, हाम्रोतिर चाहिँ अम्बा भन्छ भने चाहिँ यसलाई। केराहरू नि छ उहाँ, यहाँनिर केराहरू छ क्या, केरा। त्यसरी यहाँनिर रुखहरू त धेरै रहेछ, धेरै खालको। म त छिरेकै थिएन, आज भर्खरै छिरेको, धेरै रहेछ। यता चाहिँ समीको रुख, यो दुइटै हो, समीको रुख भन्छ यसलाई चाहिँ है, यति रहेछ। सो अब धेरै गर्नु हुँदैन क्या, गऱ्यो भने यो वाला कसरी गर्छ, यो वाला है, यो वाला म गरेर देखाउँछु है त। आई थिङ्क त्यसरी नै गर्छ होला। सो उठ्नेवाला पो हो, उठ्दो रहेछ यो चाहिँ, हेर्नु है पुरा यस्तो तल जाँदो रहेछ क्या, तल जाँदो रहेछ। ओ यहाँ हेर्नु है त, लेमन रहेछ ऊ, लेमनको रुख है, त्यसै लेमनको रुख। अनि त्यहाँ फुल भइहाल्यो येल्लोवालामा, येल्लो कलरमा, के को फुल हो भन्ने चाहिँ थाहा छैन, तर फुल रहेछ। अनि यहाँनिर फेरि मन्दिर छ, यहाँ पर नि मन्दिर छ, मन्दिर पनि जान्छ है त। हेर्नु है त मन्दिर, लुक एट दिस मन्दिर। चौकी बनाएको भनेको थियो नि, अगाडिबाट चाहिँ यस्तो राम्रो छ, पछाडिबाट चाहिँ अघि हेर्नु भइहाल्यो। यहाँनिर चाहिँ ड्राइभिङ सेन्टर छ होइन, अनि फेरि त्यसकै अपोजिटमा चाहिँ मन्दिर छ क्या यहाँनिर।
श्री रामेश्वर महादेव है, रामेश्वर रहेछ नाम चाहिँ। महादेव कस्तो हेर्नु भइहाल्यो तपाईँहरूले, राम्रोसँग हेर्नु भयो नि होइन, देख्नु भएको छ है। सो यो भइहाल्यो। अनि यहाँ अलिकति उता फेरि यता चाहिँ पार्क छ है। पार्क भन्नाले जे होस् कपल्सहरू बस्ने टाइपको ठाउँ छ है। हेर्नु है त, तपाईँहरूले म देखाउँछु। सो हेर्नु, यहाँनिर यस्तो छ। यहाँनिर चाहिँ त्यहाँ पनि मन्दिर छ, उतै देखिरहनु भएको नि है मन्दिर। हेर्नु है त, ऊ त्यहाँ मन्दिर। उता फेरि सेम मैले अघि उतापट्टि देखाएको थिएँ नि, जुन चाहिँ मैले उता देखाएको थिएँ नि, त्यो चाहिँ सेम फेरि उता पारिपट्टि त्यहाँनिर छ है। उहाँ हेर्नु है, त्यो जुन चाहिँ लाइक सिधा हेर्नु होइन, यो रुख छ नि त्योभन्दा उता साइडमा नि त्यस्तै छ, तर त्यहाँ चाहिँ जान्न म अहिले। धेरै जानु हुँदैन क्या, मलाई पसलमा आएको नि त, दिदीको पसलमा आएको क्या, दिदीको पसलमा आएको। सो धेरै हिँड्नु हुँदैन क्या, त्यही भएर चाहिँ म फर्किन्छु। यहाँ मन्दिर छ देखिहाल्नु भइहाल्यो है। सो हाम्रो दिदीहरूको चाहिँ यहाँनिर छ क्या, यहाँनिर छ। अनि सो म चाहिँ अब एकछिनमा भेट्छु। अहिले दिउँसो कता कता जान्छु, फेरि भेटिहाल्छु। यहाँको त देख्नु भइहाल्यो तपाईँहरूले। क्लास किन आएन भनेको त, यहाँ सुतेर बसेर हुन्छ, उठ्नु पर्दैन साथी। बिहानको 9 बजिसक्यो, क्लास आउनु पर्दैन बिहान। क्लास नआउने सुतेर बस्ने है, 9 बजिसक्यो। अर्को साथी फेरि यसरी सुतेर हुन्छ त, बिहान 9 बजिसक्यो, उठ्नु पर्दैन। आइज क्लास आउनु छैन, 9 बजिसक्यो, सुतेर बसेर हुन्छ। यस्तो अल्छी नभएको केटाहरू तिमीहरू, यसरी पढेर हुँदैन। बिहानको 9 बजीसम्म सुतेर बसेर हुन्छ, यसरी सुतेर बसेर हुन्छ, उठ्नु छैन। यसरी त तिमीहरू हुँदैन केटाहरू। बिहान 6 बजे क्लास छ, 9 बजीसम्म त सुतेकै छौ, क्लास आउनु छैन। कहाँ हरायो भनेको मैले त, यसरी सुतेर बस्दो रहेछ है, लाज शरम छैन है। तिमीहरूलाई अलिकति लाज शरम छैन, क्लास आउनुपर्छ भनेर। 9 बजिसक्यो, 9 बजीसम्म सुतेर बसेर हुन्छ। हाम्रो केटाहरूको चाहिँ एउटा बानी चाहिँ बडो अजिबको छ क्या। एउटा बानी चाहिँ केटाहरूको धेरै राम्रो छ क्या, धेरै राम्रै छ भनौँ न। एउटा बानी चाहिँ जो केटाहरूको छ क्या, के छ भन्दाखेरि अब साइडबाट एउटा केटी राम्रो गइरहेको छ भने नि, अब त्यो चाहे त्यसको त्यो मुन्टो होइन नचलोस्, हेर्नै नहुने होस्, यता यस्तो सिधाबाट यस्तो नहोस्, मतलब छैन। तर राम्रो केटी गयो भने स्कर्ट लगाएको हुन्छ नि त, अलिकति राम्रो टाइपको केटी गयो भने कसरी हेर्छ थाहा छ? यस्तो छ भने नि यसो फर्केरै भयो भने हेर्छ क्या। त्यो चाहिँ केटाहरूको खासियत हो क्या। धेरै जस्तो त केटाहरूले हेर्ने भनेको कलेजको केटी, कलेजको ड्रेस बबाल हुन्छ नि त। म त कलेजको केटीहरूदेखि खिरहेको छु क्या, एकदम कस्तो दामी त्यस्तो आम्मा है। नहेरौँ भन्यो भने पनि हात स्कर्ट होइन, टपको ड्रेस माथि कोट होइन, अम्बो पुरै छोडिदिउँ क्या। म त नहेरौँ भन्यो भने हेरौँ लास्टै भएर हेरिन्छ नि त होइन। आँखै घुमाउँ नहेरौँ यस्तो त गर्नु हुँदैन भन्यो भने पनि होइन। यो हुन्छ नि, अब मनले त नहेरौँ भने पनि यो आँखाले चाहिँ हेरौँ भनेर गइहाल्छ क्या। सो केटाहरूमा चाहिँ त्यो चाहिँ खासियत छ, ममा चाहिँ है। ममा चाहिँ अरूलाई नि हुन्छ होला। अनि हिजो बाटोमा क्या है, म हिँड्दै थिएँ गाडीमा, चाहिँ यस्तो गाडीमा हिँडिरहेको थिएँ क्या, स्कर्ट लगाएर केटीहरू है, लाइक नहेरौँ भने पनि हेर्न मन लाग्छ क्या। अनि के भन्छ लाइक फेरि नराम्रो चाहिँ नसोच्नु, राम्रै त्यो राम्रो लागेर हेरेको हो, यस्तो नराम्रो नसोच्नु है फेरि। अनि स्कर्ट लगाएर हिँडिरहेको, अनि बिहान गाडीमा आउने बेलामा बिहान कलेज हुन्छ नि त, सँगै आइन्छ नि त। पुरै छोडिदिउँ कलेजको केटी चाहिँ। म त कलेजको केटी लभर भएँ क्या, राइट। पुरै छोडिदिउँ। म कलेजको केटी कोही छ भने चाहिँ मसँग लभ गर्ने रेडी छ भने चाहिँ म चाहिँ जस्तो भए पनि एक्सेप्ट गरिदिन्छु। भन्दा गफ लागेको जस्तो लाग्ला। अब म जस्तो हेन्सम मान्छे त कोही छैन होला क्या, भन्दा गफ लाग्छ जस्तो लाग्ला है।
अब त्यो इन्डियाको सुपरस्टार के भन्छ अरे, साउथको सुपरस्टार महेश बाबुले त मसँग अस्ति कन्ट्याक्ट गरेर भनिरहेको थियो हजुरसँग चाहिँ एउटा फिल्म चाहिँ खेल्नु पर्यो, म भन्दा नि धेरै ह्यान्डसम हुनुहुन्छ भनेर। अब भनिसक्यो, तपाईँहरूले नपत्याएको होला होइन, नपत्याउनु। मैले गीत गाएँ भने अरिजित सिंह फेल खान्छ। टोइलेटमा नुहाउँदाखेरि एउटा गीत गाएको थियो, त्यो गीत चाहिँ अरिजित सिंहले सुनेछन्। अनि उसले भन्दै थियो कि ओहो मेरो भन्दा नि धेरै राम्रो आवाज छ तपाईँको त, म तपाईँसँग चाहिँ कोलाबोरेसन गर्न चाहन्छु भनेको छ। अब उसको र मेरो चाहिँ एउटा गीत आउँदैछ। अब नपत्याएको होला, नपत्याउ। फाइटको कुरा गर्ने हो भने ज्याकी चेन, ब्रुसलीलाई त मैले सिकाएको, मलाई कोच भन्छ। अस्ति फोन गरेर कोच साहब हजुरलाई केही सेवा गर्नुपर्छ भनेर भन्दै थियो। होइन म अब पर्दैन, होइन मैले सिकाएँ तिमीहरूलाई, त्यतिमै ढुक्क हो भनेर भने। अब नपत्याएको होला, ज्याकी चेनले त मलाई अस्ति एउटा काठमाडौँमा घरै किनिदिन्छु भनेको थियो। होइन म चाहिँ त्यस्तो चाहिँ गर्दिनँ, मेरो आफ्नो चेलाहरूबाट चाहिँ भनेर मैले छोडेँ। ब्रुसलीले हजुरलाई चाहिँ अब म चाइनामा चाहिँ 100 बिघा जग्गा चाहिँ म हजुरलाई दिन चाहन्छु, आउनुहोस् भन्दै थिएँ। होइन म स्टुडेन्टहरूको चाहिँ म लिन चाहन्न, मेरो चेलाहरूको भनेर मैले नलिएको क्या। अब नपत्याएको होला, नपत्याउनु। मैले अब देश खाइसकेँ, नपत्याउँदैमा केही फरक पर्दैन। अब मेरो डान्सको कुरा गर्ने हो भने त माइकल ज्याक्सनलाई त मैले सिकाएको, त्यो 90 डिग्रीसम्म झुक्नको लागि त्यसले कति ट्राई गर्यो, भएन। नभइसके पछाडि चाहिँ सर हजुरबाटै केही होस् भनेर चाहिँ मसँग आए पछाडि चाहिँ मैले सिकाइदिएको। अब तिमीहरूले नपत्याएको होला, नपत्या हो त। माइकल ज्याक्सनले मलाई गुरु मान्छ, नमानेर के भयो त, तिमीहरूले नपत्याएर के भयो त। आजको भिडियो चाहिँ यतिमै एन्ड गर्छु। म कामबाट फर्केँ है। आज अलि धेरै नै लामो भिडियो भयो है, तपाईँहरूले हेर्नुभयो होला है। कस्तो लाग्यो कमेन्ट गरिदिनु।